नमस्ते नमस्कार साथीहरु, म फेरि पनि तपाईहरुमाझ एउटा धमाकेदार कमेडी भिडियो लिएर आइसकेको छु। तपाईहरु नयाँ हुनुहुन्छ भने यो मेरो YouTube च्यानल हिमालयज YouTube च्यानललाई चाहिँ लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरेर मलाई सपोर्ट गर्नु होला। यस्तै भिडियो हेर्न पाउनुहुनेछ र तपाईले सब्स्क्राइब गर्नुभयो भने चाहिँ मैले अपलोड गर्न बित्तिकै तपाईकोमा नोटिफिकेसन आउनेछ र तपाईले हेर्न पाउनुहुनेछ। बाँकी यो भिडियो हेरौँ। लेट्स गो। Cricket and football updates. Stay ahead with all the action from IPL, Premier League, La Liga, Bundesliga, Serie A, Champions League and more. Introducing OneXBet Sporting News, your ultimate hub for all things sports. And with IPL starting soon, get everything you need to be ready. Match schedules, team updates and exclusive insights. Use the promotional code on the screen for exclusive offers. Download the app now or visit the news website. Let's go. Kaka, हजुर राजाले मेरो आन्दोलनमा आउनुस् बोल्दिनुस् भन्नुहुन्थ्यो। ए बाबा बोल्दिनुस् न बोल्दिनुस् भन्थे। बोल्दिनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद छ। त्यही त एकदम खुसी हुनुहुन्छ होला हैन? म त खुसी हुने भइहाल्यो नि। तपाईहरु पनि त खुसी हुनुहुन्थ्यो नि। हाम्रो कुरा छोड्दिनुस् तर हजुरबा चाहिँ अलि दुखी हुनुहुन्छ जस्तो लाग्यो। राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। हामीलाई साथ दिन केमा साथ माग्नु भएको तपाई बुझिएन। बुझेर पनि नबुझेसो नगर्नुस् न, राजा फर्काउने रे। कता फर्काउने? अघि पछि कता फर्काउने? अझ मजा गर्दै गर्नुस् न, राजा फर्केपछि नि थाहा पाउनुहुन्छ। फर्किने भने काठमाडौँ त होला नि, कहाँ फर्किने? सिंहासनमा त सम्भव छैन। काका हेर्नु त के भन्दै हुनुहुन्छ गोकुलजीले? गोकुल वासको राजु त झाटका कुरा के गर्नु? झाट भनेको के हो? झाट त भुत्ला हो। भुत्ला कुरा पनि गर्दै हो। राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने, खिचडी एक पाक्दैन। खिचडी होइन, जनताले चाहे भने यहाँ भतेर लाग्छ। यो लागेको दिन चाहिँ सबैलाई खबर गर्नु होला। अरु पार्टीका झोलहरू पनि आउँछन् क्या, खानकै लागि भयो। कम्तीमा 25 लाख नागरिकहरूको आज उपस्थिति भयो। 25 लाख ऐसे कुछ ज्यादा नहीं हो गया? 25 लाख 16 लाख दर्शक को दिखाओ, खचम खच भरे हुए हैं। कैमरामैन जल्दी फोकस करो। ओए बहन सामने आओ, कैमरामैन के सामने रहो तुम लोग। देखो यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला। हो हल्ला है होला। यही हल्ला छ। यही हल्ला छ। पुलिस भाइलाई पनि स्वाद लागेछ कि क्या हो? राजा आवाज नआउला आफ्नो ठाउँमा छ, तर अस्ति जुलुसमा चाहिँ धेरै रमाइलो भएछ। मलाई त रमाइलै मात्र लाग्यो त्यो दिन। अनि म चाहिँ नाचेको नाचेँ। हामी चाहिँ हेरेको हेरे, हामी चाहिँ हेरेको हेरे। यस्तो भन्न पाइन्छ। त्यही त सन्तान छैनन् भनेर त्यसरी हेप्ने हो। त्यो निसन्तान त ओलीले किन चाहियो? यत्रो देशैभित्र खानु पर्यो। यतिको चाहिँ बदनाम नगरिदिनु पर्ने है। निसन्तान भनिहाल्नु चाहिँ हुँदैन है। कसैको कमी कमजोरीलाई विरोध गर्नुहोस्, ठिक छ, विरोध गर्न पाइन्छ, यो गणतन्त्र हो। सबैको पक्षमा बोल्न पाइन्छ, विपक्षमा बोल्न पाइन्छ, विरोध गर्न पाइन्छ, तर व्यक्तिगत इस्युलाई लिनु हुँदैन मेरो विचारमा है। अश्लील, असभ्य, गाली गलौज छोडाहरूलाई किन पाल्नु छ? केपी ब्याले भने जतिको यो अश्लील असभ्य चाहिँ हो है। यतिको चाहिँ एउटा देशको प्रधानमन्त्री जतिको मान्छेलाई यतिको अश्लील गाली गर्नु हुँदैन थियो, तर यहाँ गालीको वर्षा आयो। अब चाहिँ केही सोच्नुपर्छ मिलाएर। पूर्व राजाको स्वागत गर्न गएको थियो कि मलाई गाली गर्न गएको? राम्रो काम गरेको थियो भनेदेखि आई लभ यु भनिहाल्थे। राजा ल्याएर नि खसिने केही होइन। राजा हजुरको भिडमा गएर राजा ल्याएर नि केही ख्यासिँदो अरे। त्यो हेऱ्यो भने नलाको भए टाउको फुट्ने गरी हान्थ्यो होला। यता फेरि अर्को बहादुर नेपालीले राजावादीहरूको भिडमा गएर राजाकै विरोध गर्दै हुन्। 17,000 मान्छे मर्या, किन राजमा आउनु पर्यो? राजावादीहरूको बिचमा उभिएर राजाकै विरोध। वाह, आठ त तैँले गरेकै होस्, माने त। छेलछेलमा के गर्नु राजाले भन्नु पहिला? यो भाइले बहुत डिस्टर्ब गर्यो। राजावादी, यो भाइलाई तपाईँको कुरा सुन्ने आउनुहोस् त, यहाँ राख्नुहोस् त। जिन्दाबाद, जिन्दाबाद। एमालेहरूले यस्तै मान्छे पठाउँछन् क्या, रक्सी खुवाएर झमेला हालिदिनलाई पठाउँछ। छेलछेलमा बाउलाउ रे मेरो, बाउलाउ रे। छोरा चाउरे के गरेको यो रक्सी खाएर? बिहानदेखि आन्दोलन हिँड्छु म, रक्सी आएर। बिहानदेखि आन्दोलनमा हिँडिरहेको छु। के आन्दोलनमा हिँडेको हो, कसको सपोर्टमा कसको विरोधमा पनि थाहा छैन क्या। हातमा नेपाली झन्डा बोकेर राजाकै विरोध, बरु एमालेको झन्डा बोकेर विरोध गरे हुन्थ्यो नि। अर्को जोडियालाई पनि हेर्नुहोस् यहाँ।
यिनीहरूले के बेला माग सब केही बुझेन मैले तपाईँले के बुझ्नुभयो ल बुझ्नु भएको छ भने कमेन्ट गर्नु होला मैले चाहिँ बुझेन कसम भनेको बुझेन पुलिसको हल्दार साहब भराइरहेको प्रहरी खोज्न आउनु भयो कि राजाको स्वागतको लागि आउनु मान्छे हरायो भने पुलिसले खोज्छ यहाँ त उल्टै पुलिसलाई पो खोज्दै हुनुहुन्छ त को यार उहाँ वरिष्ठ हो यहाँको म्याटकले अरू वरिष्ठहरूको कुरा पनि सुन्नुहोस् यहाँ के भन्दै हुनुहुन्छ राजा चाहिएन अहिलेलाई म पनि सही बन्ने म त मर्नीको छोरा राजाको लागि गोली खाने लाडो खा यस्तो हुन्छ साकारलाई घुसाइदिएर यो साकार अधिकारीलाई घुसाइदिएर यहाँनिर बिचमा यो चाहिँ बहुत डल्ली भयो है यो चाहिँ भएन जलन ब्रदर यो चाहिँ खतरा है निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए पढ़ाई लिखाई में ध्यान लगाओ IAS बनो और देश को संभालो लेकिन स्कुल ड्रेस लगाएर झोलामा किताब बोकेर पढाइ शिक्षाको अभाव छ अरे प्रधानमन्त्रीज्यू के भन्न चाहनुहुन्छ विद्यार्थी बाबुलाई मेरो के सुझाव छ भने राम्रो पढ्नुहोस् अनि विदेश जानुहोस् नेपालमा काम त पाइन्न काम खोज्ने होइन काम सृजना गर्ने शिक्षा दिन गइराखेका छौँ दिएको त्यही हो अस्ति एउटा टिचरले विद्यार्थीको गाला सिकाइदिएछन् तातो पन्युले त्यसमा छन् टिचरहरू तनहुँको भिमाद नगरपालिका 6 मा रहेको प्रभात एकाडेमी बोर्डिङ स्कुलकी लेखापाल सुषमा यो भिडियो यो टिचरसम्म फोकस है बच्चालाई यसरी चाहिँ तनाव दिनु हुँदैन है बालबालिकालाई तातो पन्युले यसरी गाला सिकाइदिएपछि बिचारा जिन्दगीमा एउटा दाग लागेको छ यस्तो मास्टरलाई चाहिँ दिनुपर्छ है पनि तताएर विद्यार्थीको गालामा डामेर यातना दिएकी छन् के पारा हो म चाहिँ राजतन्त्र हुने बेला सानसानो थिएँ मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन तर त्यति बेला मैले न्युज मिडियामा अहिले हेर्दाखेरि हाम्रो राजा हुने बेला सान के थियो राजाको सान थियो भन्दा पनि भित्र जनताको अवस्था कस्तो थियो भन्ने कुरा हो क्या मेन म चाहिँ राजतन्त्र हुने बेला सानसानो थिएँ मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन थाहा छैन भने यहाँ सुन्नुहोस् राजाको शासन यस्तो थियो म भन्छ राज परिवारले र दरबार हेर्न चाहेको मान्छे विदेश जान पाउँदैन थियो पासपोर्ट चाहिँ दरबारभित्र बन्द थियो बोल्ने स्वतन्त्रता थिएन संगठन गर्ने स्वतन्त्रता थिएन महिलाहरूलाई यो लेभलको चाहिँ निर्णय प्रक्रियामा सहभागिता थिएन बुझ्नु पर्यो कुराहरू किनभने महिलाहरू त राजा जानुपर्छ भनेर उठ्दैछन् त राजाको पक्षमा बोल्ने केही साथीहरूले यो कुरा चाहिँ बुझ्न जरुरी छ है जुन कुरा यहाँ भनिएको छ राजाको पालामा पढ्न पाइँदैन थियो लेख्न पाइँदैन थियो के बोल्यो के हात खुट्टा काटिन्थ्यो बलात्कार गरिन्थ्यो यो चाहिँ बहुत नराम्रो कुरा थियो जुन अहिले हामीले सोच्नै पर्ने छ है 15 वर्षमा के बनाइदिनु भयो त कुन ठाउँ बेच्नु भएको छ खोला नाला सबै बेचिसके यो पारी चाहिँ चाहिनै हो है हाम्रो नेपालमा हुनु बाबु हजुरले सबै पहिला नेपाल हाम्रो सरकारले बेच्यो क्या सीमा सरकारले बेच्मा राजाले लगलाई आओ ल्याइस राजा राजालाई यहाँ नारायण हिटीमा ल्याउँदै छ राजा ल्याउनुको उद्देश्य नेपाललाई नेपाल बनाउने भनेर अनि उत्तर प्रदेशको सीएम को फोटो किन हो फेरि के सीएम योगी आदित्यनाथ के पोस्टर लहर रहे म योगी आदित्यनाथलाई भेटे पनि फोटो खिचेर हाल्छु के बिग्रिन्छ त महान इज्जत र प्रतिष्ठा भएको मान्छेले राज संस्था खोज्छ जो रात दिनै तपाईको जाँड धोगेर आफ्नै सेलिब्रिटी बेच्न खोज्छ त्यसले राजा खोज्दैन बस त्यति हो सुन्नुभयो नि बाबुलोजी जसले राज संस्थाको विरोध गर्नुहुन्छ उहाँहरू सबैजना जोडिए आफ्नो सेलिब्रिटी बेच्नेहरू हो को हुनुहुन्छ तर कमेन्ट गर्नुहोस् त हाम्रो राजा चाहिन्छ राजाले के गर्यो भन्छन् के कहिले त्यही त सबैले राजाले के गर्यो भन्छन् होइन आज भनिदिनुहोस् त के गर्नुभयो मलाई चाहिँ अचम्म लाग्छ भने बाउले के गर्यो भनेर छोराले सोध्ने भने बाउले त तिमीलाई जन्म दियो त्यही ठुलो कुरा हो 65 भन्दा अगाडि चाहिँ विदेश धेरै कम जान्थे मान्छे किनकि यो देशमा रोजगारी थियो कल कारखाना थियो पञ्चायत कालमा त कस्तो थियो भने विदेशीहरू चाहिँ नेपालमा काम गर्न आउँथे विराटनगर जुट मिल थियो हेटौडा टेक्सटाइल थियो बिरकुटी कागज कारखाना थियो र आज के भयो सरका सब बन्द गर्ने हामी कदापि यो भ्रममा नपरौं कि विगतमा नेपाल ठीक थियो भनेर विगतमा नेपाल ठीक थिँदै थिएन एउटा भन्छ अर्कोले अर्को कसको चाहिँ कुनै विश्वास गर्न त हामीले जति विकास भएका छन् ती अहिलेकै पालीमा आएर भएका छन् पहिलाको नेपाल त गोल्डन एरा भन्छन् कसको लागि गोल्डन एरा राणाको लागि कि राजाको लागि गुड क्वेशन नेपाल कहिले पनि धनी थिएन कहिले पनि विकसित थिएन गोल्डन एरा कहिले पनि थिएन गोल्डन एरा त अहिले चलिरहेछ बरु किलोका किलो सुन समातिन्छ एयरपोर्टबाट नेपाल र नेपाली जनता अहिले जे जस्तो भए पनि यतिको सम्पन्न विगतमा कहिले पनि थिएन यो राजाको बेला विकास गर्न भन्ने मुजेरले मैले भन्छु त यहाँ चिक्ने पनि 20 वर्ष पहिला फुसी उडल्लो थिइस् के भयो किन हाँसेको मेरो त 3 वर्षको मेहनत नि आज राजा सडकमा आउनु भयो नि धेरै खुसी नहुनु त्यो सबै राप्रपाले गरेर आएको रे अनि आज आएर जम्मै 3 वर्षमा मेहनत गरेर महल बनाएपछि हामीले गरेको हो
अफेयर पनि लाग्दो रहेछ कि मान्छेलाई अगाडि गएर भिडमा फोटो खिचेर हजुरको 3 वर्षको म्याद भन्दा कि राप्रपाले गर्दा जम्मा भएको यत्रो भिड त्यतिकै हावामा हुन्छ अनि राप्रपाले महानगरलाई गएर जरिवाना तिरेको देख्नु भएन यता राप्रपाले जरिवाना तिर्दा आन्दोलन नै राप्रपाको आयोजनामा भएको सन्देश गएपछि व्यवसायी दुर्गा प्रसाई कड्किएका हुन् नगरपालिकामा गयो अनि पैसा तिरेर हामीले गरे यसरी राजा चाहने विभिन्न शक्तिहरू बीच नै बेमेलको अवस्था बन्दा आन्दोलनमाथि नै प्रश्न उठेको छ राजा ल्याउँछु भन्नेहरू नै मिल्नु हुँदो रहेछ के राजा ल्याउनुहुन्छ त यार अनि यिनीहरू राजा ल्याउँछन् भन्ने तपाईँले कल्पना गर्नु भएको छ राजालाई पनि गफ गर्दै गर्दै सुरु दरबारभित्र पस्यो भने के गर्छन् यिनीहरू कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे राजालाई हातमा समातेर लिएर दरबारमा लिएर जान्छु पूर्व राजालाई लगेर सिंहासनमा बसाउने हो भने नारायण हेटी छिरा राजालाई अझै नारायण हेटीमा लगेर लिएर जाने भन्ने कुरा छ अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि केन्द्र सरकारलाई राजा घोषणा गर्छौँ नारायणीमा छिराउँछौँ सिरपेज लगाउँछौँ सिरपेज छुन मात्रै गयो भने गोलीले चाहिँ नि सिनो छेडिन्छ हाम्रो त राजाको सिरपेज लिएर नारायणीमा छिर्दाखेरि कोही रोक्न आयो भने हामीले फाँक गरेर भित्र छिराउने जस्ती गर्न खोज्यौँ भने नेपाली जनतालाई यो सही हुन्न हामी जनताले दिएको छ ल्याउँछौँ जबसम्म प्रचण्ड जिउँदैछ तबसम्म राजा त के राजाको राह पनि आउँदैन काटेर मारेर पनि ल्याउँछौँ राजा मुजी त म्याच चिक्ने बोलेर हुन्छ मुजी A king has to come. Why does have it be like Gyanendra Saha? Please make someone is the king. किन ज्ञानेन्द्र शाह चाहियो अरू राजा भन्न सक्दैन हामी युवाले देशको भलो चाहने हो भने हृदयेन्द्रलाई राजा बनाऊ लिलबुद्धलाई राजा बनाए म्याच चिक्ने रन्डीको छोरो म्याच चिक्ने कुत्ता साला कुकुर लिलबुद्ध दाई लिलबुद्ध राजा भन रन्डीको मुझ त गेडा जस्तो राजा हो म कसरी राजा हजुर को हो जङ्गबहादुरको दोस्रो रूप हो हजुर जङ्गबहादुरको दोस्रो रूप हो भनेर कसरी पट्याउने अब त्यहाँ जुङ्गा हेड जुङ्गा हुँदैमा जङ्गबहादुर हुँदैन कोही पनि पारसको देख्नु भएन त्यत्रो जुङ्गा मेरो गाजा खाइरहेछु माछा छिक्ने मैले गाजा खानु ठिक हो कसरी हो घुस खानुभन्दा गाजा खानु ठिक हो भनेपछि पारस ठिक हो भन्न खोज्या हो अहिलेको पारस शाह वास्तवमा भन्यो भने संवैधानिक राजा हुनको निमित्त सबैभन्दा उपयुक्त पात्र हो जसको कुनै एम्बिसनै छैन साधारण जोगी सन्यासी राष्ट्र प्रेम बाहेक अरू केही नभएको व्यक्ति हो चाहिँ हेर्नुहोस् पारस यो सत्ता र यो परमानेश्वरलाई लागेकै छैन राजा आइसकेको छ कहाँ छ आउँदै हुनुहुन्छ प्यारा प्यारा देशवासीहरू तपाईँहरूलाई पशुपतिनाथले कल्याण 5वटा मात्रै राजा रहनेछन् एउटा बेलायतमा र 4वटा खेल्ने तासमा अनि त्यो खेल्ने तासमा 2वटा जोकर पनि हुन्छ एउटा जोकर चाहिँ तपाईँ नै हुनुपर्छ हामी राजामा गएर राजा फर्काउनै पर्छ के गर्ने राजा फर्काउने हजुरले त्यो 70 करोड झम्काउनु भएको थियो नि हो त्यो असुल गर्न भयो भने राजा फर्काउने रे बिल्कुल नेपालमा राजा तपाईले देख्नु भएको हजुरले पो चस्मा लगाउनु भएको छ आँखा कमजोर छोरा देख्नुहुन्न हामीले त देख्छौँ नि को राजा राजा ज्ञानेन्द्र शाह त हो थाहा छ नि तपाईँलाई ज्ञानेन्द्र त फटा हो आफ्नो सन्तानलाई नाश गर्ने मान्छे हाम्रो ग्रेट ज्ञानेन्द्रलाई रिस्पेक्ट गर रन्डीको छोरा एउटा छोरो पाल्नु छैन राजा खानु पाइन्छ राजाबारी भएर के भनेको थियो तपाईँ त राजावादी हो तर राजाबाजी हो पृथ्वीनाथ बाजी हो वीरेन्द्र बाजी हो महेन्द्र बाजी हो ज्ञानेन्द्र बाजी होइन मुकुन्दजी हजुरले भन्नुहोस् त के भन्न चाहनुहुन्छ यो विषयमा राजतन्त्र सामन्ती संस्था हो त्यो सिद्धिसकेको नर्क हो त्यो पनि वीरेन्द्रको राजतन्त्र भएको भए जितेन्द्रको राजतन्त्र भएको भए जनता कम्प्रोमाइज गर्थे सहन्थे पनि अब यो ज्ञानेन्द्रको यस्तो डर लाग्दो त्यस्तो घिनलाग्दो तन्त्रतिर कोही लाग्नु हुँदैन राजा चाहिएन अहिलेलाई अब त राजेन्द्र केटाकेटीको कुरा सुन्नु होला नि बरु बाजेको कुरा सुनौँ न के भन्नुहुन्छ राजा ल्याउन पार्ने हुन्छ यसरी लुकेर खाँदैन राजा भए पो राजा हुनु अब कसलाई राजा दिनु राजा त ज्ञानेन्द्र राजा भनेको वीरेन्द्र मात्रै हो वेदको राजा वीरेन्द्र हो वीरेन्द्रलाई पो लगेर चलाइयो त ज्ञानेन्द्र त जिउँदैछन् वीरेन्द्रलाई फर्काउनु स्वर्गबाट ल्याउनुहोस् ल हामी मान्छौँ